करेन्ट च्यालेन्ज गर्दैछु है। 2-2 वटा करेन्ट सबैकोमा 2-2 वटा एक गिलासको होइन यो कोक सिधाएपछि फेरि अरू यो कोक पनि सक्नुपर्छ। त्यसपछि फेरि एक थपिन्छ यो कोक पनि सबै सक्नु पर्यो। अनि त्यसैले कसले जित्छ विनरलाई चाहिँ के छ भन्दाखेरि विनरले चाहिँ यो सबैको खर्च पैसा तिर्नु पर्दैन। बाँकी रहेको जो सेकेन्ड र लास्ट हुन्छ तिनीहरू दुईजनाले चाहिँ मिलेर पैसा तिर्नु पर्यो। लगभग कति 700 जति खर्च हुन आउँछ। र त्यसको साथै के छ भनेदेखि हार्नेहरूले चाहिँ 5-5 चोटि उठबस गर्नुपर्ने। कसैले भन्छ उठबस गर्नु भनेर सर्दाहरूले चाहिँ 5-5 चोटि उठबस गर्नुपर्ने। के गर्छ उठबस गर्ने उठबस गर्ने छ है। अब हामी गेम सुरु गर्दैछौँ। स्टार्ट है। 3 2 1 ढिलो हालेको ढिलो भयो त भएन कसले जित्छ कसरी जित्छ खाइसक्यो नि त हैन कसले चिकन खाइछ दिदीले खाइसक्नु पर्छ हामी दुईजना सँगै खाइसक्यो सँगै खाइसक्यो चल दिदीले मैले पनि मिल्छ नि हेरिहाल्छ भिडियो कसले चिकन भिडियो हेर्दा हुन्छ
चम्पाजीले खान्छ चम्पाजीले चम्पाजीले मुखमा हालिसक्नु भएको थियो अनि मम्मीको अनि हाल्दै हुन्थ्यो अनि मुखको खाइसक्नु भएको थिएन नि त मम्मीले त चम्पाजीले जितेर साथीहरू अब कहाँ हाने उसले जितेको त होइन मैले जितेको हेर्छु पर्छ ठिकै छ जसले जित्यो भने के भन एउटा रमाइलो हो होइन उसले जितेको उड्बस गरौँ न म त गर्दिनँ म त मैले जितेको होइन साथीहरू लु अब कमेन्ट गरिदिनु होला है सबैजना दर्शकले कमेन्ट गरिदिनु होला कसले जितेको खासमा भिडियो राम्रै हेरेर कमेन्ट गरिदिनु होला लाइक गरिदिनु सब्सक्राइब गरेर कमेन्ट गरिसकेपछि अनि कसले चाहिँ जितेको कसले हारेको त्यसपछि मात्रै उड्बस गरिन्छ ठिक छ मलाई चाहिँ बचे म चाहिँ लास्टै हो चाहिँ है उनीहरू दुई बिचको झगडा पाएकोले मलाई चाहिँ भाइले उड्बस गर्नु पऱ्यो पुरा इच्छा छ नि त ल बाई बाई